मलाई त पहाड पटक्कै मन पर्दैन भन्नेहरूको लागि हो स्पेसल्ली यो भिडियो चाहिँ साथी हो। ल हेर्नुहोस्, आज चाहिँ हामी जाँदैछौँ एसियाकै सबैभन्दा उचाइमा अवस्थित हाइएस्ट बोटिङ लेक यानि कि हङ्गु लेक अनि बाबा हरभजन सिंह ज्यूको अमर यादमा बनाएको मन्दिर घुम्दै छाङ्गु अनि गेन्टोकसम्मको यात्रा गर्नेछौँ। आउनुहोस् आजको हाम्रो यात्रा सुरु गरौँ रङ्गेलीदेखि केही माथि अवस्थित केउ खोलाको सानो झरनाबाट। सायद पर्यटकहरूको मुख्य बाटोमा परेर होला यो ठाउँमा विभिन्न रोमाञ्चक तथ्यहरू बनाइएको रहेछ। केही बेर झरनाको आनन्द लिएपछि हामी बढ्यौँ सिल्क रुटको तर्फ। त्यो माथि देख्दै गरेको मुर्दा झैँ देखिने पहाडहरूसम्म हो हामी पुग्नुपर्ने। सिल्क रुटको हरेक गोलाइले हामीलाई उचाइको तर्फ लगिरहेको थियो। केही माथि पुगेपछि हामीले हिउँ पनि देख्न पायौँ। केही बेर हिउँ खेल्नतिर लागे म चाहिँ। सायद मधेसको फाँटीतिरबाट आएका पर्यटकहरू होला। यी हिउँको आनन्द एकदमै मजाले उठाइरहेको देख्न पायौँ हामीले बाटोमा। केही बेर ती मुर्दा पहाड झैँ बाटोहरूमा यात्रा गरेपछि हामी पुग्यौँ हरभजन सिंहको पुरानो मन्दिर। त्यसपश्चात फेरि निरन्तर केही यात्रा गरेपछि हामी पुग्छौँ हरभजन सिंह बाबाकै नयाँ मन्दिर भएको ठाउँमा जो 3900 फिट उचाइमा अवस्थित छ। पर्यटकको घुइँचो यहाँ पनि प्रशस्तै देखिन्छ। सिक्किमकै यो एकदमै रोमाञ्चक र सुन्दर ठाउँ मानिन्छ हरभजन सिंह बाबाको नयाँ मन्दिर। हामी माझ प्रशस्तै समय नभएको कारणले हामी त्यहाँबाट पनि ओजेलिन्छौँ र सिधा अघि बढ्छौँ हङ्गु लेक भएतिर। यो हो एसियाकै सबैभन्दा हाइएस्ट बोटिङ लेक। यहाँ पहिला बोट पनि थियो, सायद अहिले पानी जामिएर होला यहाँ अहिले बोट भन्ने देखा परिएन, तर यसलाई मानिन्छ एसियाकै सबैभन्दा हाइएस्ट बोटिङ लेक। सायद जिन्दगीमै पहिलो पटक यसरी जामेको लेक देखेर होला मनमा एकदमै हर्ष जागिरहेको थियो साथी हो। त्यो हिउँ जस्तो जामिएको बरफको छल्लाहरू खेलाउन यो मन आतुर भइरहेको थियो। दुलही झैँ सजिएर पर्यटकको प्रतीक्षामा बसेको यो चौडी गाई अनि पोखरीमा खेलिरहेको यी जोडी हाँसले यो छङ्गु लेकको सुन्दरतामा सुनमा सुगन्ध थपे झैँ साथी हो। यति सुन्दर बनाइरहेको थियो जसलाई शब्दमा वर्णन गर्नु सायदै म नसकौँला। मनले हर्ष र आनन्द राम्रोसँगले उठाउन नपाइने समयले डाँडा काटिसकेको थियो साथी हो। समयलाई कसले रोक्न सक्छ र मन त थियो सायद समयलाई टक्क रोक्न मिल्ने भए, तर के गर्नु यो सम्भव थिएन। यात्राको आनन्द लिँदै गर्दा गान्तोक तर्फको बाटोमा भेटिने यो एकदमै सुन्दर दृश्य मैले यो क्यामेरामा कैद गरेर अन्तिममा हजुरहरू माझ पस्केको छु साथी हो। यदि यो भ्लग मन पर्यो भनेदेखि फलो, लाइक, कमेन्ट जे गर्न मन लाग्छ गरे हुन्छ है।